छ्याजालो अनि नमस्ते सम्पूर्ण साथीहरूलाई। म तमु भाषा तथा खेमालिपि अभियन्ता भीम गुरुङ देवदहर बन्दैबाट। साथीहरू, म तपाईहरुसँग आज एकदमै निकै महत्त्वपूर्ण विषयवस्तु यहाँ समक्ष मैले लिएर आएको छु। त्यो के भने हाम्रो गुरुङ भाषा लिपिमा चाहिँ अहिले चाहिँ अलिकति खेलवाड भएको मैले महसुस गरिरहेको छु। साथीहरू, यो भाषा लिपिमा चाहिँ गुरुङहरूको जुन भाषा लिपिको बारेमा अहिले फेरि पनि छिटपुट रूपमा कहीँ कतै चाहिँ कुराहरू चाहिँ उठिरहेको छ। यो भ्रमात्मक कुराहरू चाहिँ उठिरहेको कुरा म यहाँहरूलाई सहज जानकारी गराउन चाहन्छु। गुरुङहरूको वास्तवमै चाहिँ आधिकारिक भाषा लिपि भनेको खेमा लिपि नै हो। किनभने यसको चाहिँ मैले तपाईँहरूले तथ्यगत कुराहरू म यहाँहरूलाई चाहिँ तपाईहरु समक्ष प्रस्तुत गर्न चाहन्छु। तपाईँले डिपली चाहिँ सोच्नु होला, एकदम कुल माइन्डले सोच्नु होला, वास्तविक हो के त भन्ने बारेमा तपाईँहरूले राम्रोसँग बुझिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सबभन्दा पहिले त यो खेमा लिपि आधिकारिक हिसाबले चाहिँ विभिन्न सभा सम्मेलन गोष्ठीहरूमा महाधिवेशनहरूमा प्रस्तुत भइकन यसले टेस्टेड भएर चाहिँ यो अगाडि चाहिँ आइरहेको चाहिँ लिपि हो। तपाईहरुलाई थाहा छँदैछ 2050 सालदेखि चाहिँ लगातार यो तमु भाषा खेमा लिपि चाहिँ विभिन्न सभा सम्मेलन गोष्ठी महाधिवेशनमा प्रस्तुत भइसकेको छ अवस्था हो। तपाईले भनौँ 2050 सालमा नेपालमा राष्ट्रिय भाषाका समस्याहरू र निराकरणको उपायहरू विषयको एउटा राष्ट्रिय गोष्ठीमा तमु भाषा लिपिको रूपमा खेमा लिपि प्रस्तुत भएको। त्यसपछि 2052 सालमा राष्ट्रिय महाधिवेशनमा तत्कालीन तमु सोचदिको राष्ट्रिय महाधिवेशनमा यो खेमा लिपि चाहिँ पारित भएको। अनि त्यसपछि चाहिँ फेरि पुनः चाहिँ 2074 सालमा फेरि चाहिँ राष्ट्रिय पार्षद भेलाले फेरि पनि तमु खेमा लिपिलाई चाहिँ पारित गर्यो। अनि त्यसपछि चाहिँ 2075 सालमा चाहिँ सार्क सम्मेलन भयो, सार्क सम्मेलनले पनि पारित गर्यो। अनि त्यसपछि चाहिँ अन्तर्राष्ट्रिय तमु सम्मेलन भयो, अन्तर्राष्ट्रिय तमु सम्मेलनले पनि चाहिँ यसले चाहिँ पारित गरिसकेको छ। त्यो सँगसँगै खेमा लिपि सम्बन्धी भैरवमा चाहिँ 2056 सालमा अन्तर्राष्ट्रिय चाहिँ सम्मेलन पनि भइसकेको अवस्था छ। त्यस्तै गरी काठमाडौँमा पनि चाहिँ एउटा अन्तर्राष्ट्रिय चाहिँ गोष्ठी चाहिँ खेमा लिपि सम्बन्धी चाहिँ भइसकेको चाहिँ अवस्था छ। त्यो सँगसँगै चाहिँ यसले राष्ट्रिय हिसाबले पनि चाहिँ एउटा राष्ट्रिय नेपाल सरकारको राष्ट्रिय भाषा आयोगमा पनि यो चाहिँ दर्ता चाहिँ भइसकेर यो तपाईँको यो पाठ्य पुस्तक तमुके प्राप्लीमा पनि चाहिँ यो चाहिँ खेमा लिपि चाहिँ छापेर चाहिँ आइसकेको चाहिँ अवस्था छ। यो किताबमा पनि चाहिँ यो नेपाल सरकारले प्रकाशित गरेको यो पाठ्य पुस्तक समेत आइसकेको चाहिँ अवस्था छ। त्यस्तै गरी चाहिँ यो चाहिँ भारत सरकारले पनि चाहिँ यसलाई चाहिँ पारित गरेर सिक्किम राज्यमा चाहिँ अहिले कक्षा 1 देखि चाहिँ 12 कक्षासम्म चाहिँ खेमा लिपि चाहिँ प्रस्तुत गरिसकेको चाहिँ पाठ्य पुस्तकहरू प्रकाशन भएर पनि यो धेरै चाहिँ अगाडि बढिसकेको अवस्था छ। त्यस्तै चाहिँ प्राविधिक हिसाबले पनि यो चाहिँ अहिले मोबाइलमा चाहिँ च्याटिङ गर्न मिल्नेदेखि लिएर कम्प्युटर टाइप सेटिङ गर्ने लिएर कम्प्युटरमा लेख्नेदेखि लिएर यो चाहिँ इन्टरनेसनल युनिकोड टिमले पनि यसलाई एप्रुभ गरेर चाहिँ अहिले गुगलमा समेत पनि चाहिँ खेमा लिपि चाहिँ आइसकेको चाहिँ अवस्था छ। यो अवस्थामा चाहिँ अहिले चाहिँ के चाहिँ व्यक्तिहरूले के महानुभावहरूले चाहिँ अरू लिपिको कुराहरू पनि चाहिँ उठाइरहँदाखेरि चाहिँ अहिले आम समुदायमा अलि चाहिँ भ्रम सिर्जना भएको पनि चाहिँ मलाई चाहिँ लाग्छ। म तपाईँहरूले भन्न चाहन्छु कि खेमा लिपि भन्दा बाहेक अरू कुन लिपि चाहिँ कुन सभा, कुन सम्मेलन, कुन महाधिवेशन, कुन गोष्ठीमा चाहिँ प्रस्तुत भएर छलफल भएर कुन संस्थाले त्यसलाई चाहिँ पारित गरेको अवस्था छ, ल भन्नुहोस् त तपाईँहरूले। त्यसो भएको हुनाले चाहिँ यो कुनै चाहिँ सभा सम्मेलन गोष्ठी महाधिवेशनबाट चाहिँ पारित नभएको लिपिको बारेमा कसैले कुरा उठाउँदैमा त्यसको पछि चाहिँ हामी दौडनु चाहिँ हाम्रो चाहिँ महामूर्खता हुनेछ। यस बारेमा छलफल गर्न सकिन्छ, यसले सम्मान गर्न सकिन्छ। यसप्रति चाहिँ साथीहरूले चाहिँ हाम्रो भाषा तमु भाषा लिपिले बचाउनु कहीँ लिपि चाहिन्छ भन्ने कुरा उहाँहरूको चाहिँ राम्रो कुरा होला। तर चाहिँ लिपिको बारेमा चाहिँ अब आधिकारिक हिसाबले चाहिँ यति उचाइमा चाहिँ पुगिसकेको लिपिमा हामीले फेरि पनि छलफल बहस चलाउनु भनेको चाहिँ हामी धेरै पछाडि पर्नु हो। त्यसकारण चाहिँ सम्पूर्ण चाहिँ साथीहरूलाई, सम्पूर्ण तमु महानुभावहरूलाई चाहिँ मैले एकदम चाहिँ विनम्रतापूर्वक चाहिँ आग्रह गर्न चाहन्छु कि गुरुङहरूको आधिकारिक लिपि नै चाहिँ खेमा लिपि भएको कुरा म यहाँलाई चाहिँ फेरि पनि पुनः चाहिँ
आग्रह गर्न चाहन्छु र दोहोऱ्याउन चाहन्छु र यहाँले सविस्तार वर्णन गरेँ। यसको बारेमा तपाईँहरूले अब दृढ इच्छा शक्तिको साथ खिमा लिपिलाई अगाडि बढाउनको लागि चाहिँ हामीले चाहिँ सबै ठाउँहरूमा अहिले चाहिँ यसको प्रयोग पनि चाहिँ भइसकेको छ। विभिन्न चाहिँ सभा सम्मेलनमा चाहिँ ब्यानरहरूमा भयो, अनि त्यसपछि चाहिँ लेटर प्याडहरूमा भयो, नगरपालिका गाउँपालिकाहरूले पनि विभिन्न चाहिँ कार्यालयमा चाहिँ प्रयोगमा चाहिँ आइसकेको चाहिँ कारणले गर्दाखेरि चाहिँ यो लिपि खिमा लिपि चाहिँ हाम्रो गुरुङहरूको आधिकारिक लिपि हो। यसमा तपाईँहरू चाहिँ कोही पनि चाहिँ दुविधामा नरहिदिनुको लागि म हार्दिक अनुरोध गर्दै मैले चाहिँ फेरि पनि तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, यो बारेमा चाहिँ दुविधा र यसको बारेमा चाहिँ भ्रम चाहिँ सृजना चाहिँ नगरिदिनुको लागि म सम्पूर्णमा हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद। ज्ञान सरजी, नमस्ते।